गाइस हामीहरू मनाली आइपुगे। हाम्रो होटल त्रिभुदेव। हामी चाहिँ यो होटलमा रुकेको छु। सामानहरु निक्लिँदैछ अनि म चाहिँ यहाँ छु। जाडो पुरा छ। अरे दानामा कस्तो दामी, पुरा बरफ, पुरा बरफ कस्तो दामी। वाउ। हेर्दै गर्नु गाइस, अझै देखाम्ला तपाईलाई। हेर्दै गर्नुस् भिडियो। भयो। हेलो गुड मर्निङ साथीहरु। हामी होटल पुगिसके। अघि त मैले देखाइसके तपाईहरुलाई बाहिर। अब हाम्रो होटलको रुम हेर्नुस्। होटलको रुम चाहिँ यस्तो रहेछ। यस्तो हाम्रो बेगहरु यहाँ लडिरहेको छ। यहाँ वैष्णवीको तबियत खराब। यता म अनि बाहिरको भ्यू यहाँ। वाउ, बाल्कनी कस्तो दामी। बाल्कनी चेयर पनि राख्दिएको छ हामीलाई। वाउ कस्तो दामी बाहिरबाट त कस्तो दामी देख्यो। अझै हामीले उत्ताउला होटल लिन्थ्यो नि, त्यो बरफ चाहिँ दामी देख्ने रहेछ त्यहाँबाट के। कस्तो राम्रो। वाउ कस्तो राम्रो। त गाइस हेर्दै गर्नुस्। अझै दामी दामी तपाईहरुलाई देखाउँदै गर्छु। भिडियो मन परेपछि चाहिँ लाइक कमेन्ट शेयर गर्नु नबिर्सिनु होला। को हो हेर त। पानी पनि आइयो। कस्तो लागेछ तिमीलाई? राम्रो लाग्दैछ। राम्रो लागेछ। पैसा पनि खर्च हुँदैछ नि त, त्यसैले वैष्णवीको अलिकति तबियत खराब भयो नि वैष्णवी। गाडीमा मेरो पनि भयो, तर म चाहिँ अलिकति ठिकै छु है। बाथरुमहरु पनि त राम्रो रहेछ। कस्तो राम्रो रहेछ त बाथरुमहरु नि। बाथरुमहरु पनि ठिकैको छ, मजाको छ। यी मिरर भएको बच्चाको बाथरुम रहेछ। ठीक छ। ल साथीहरु फेरि भेटौँला आगे। हेर्दै गर्नुस्। अहिले हामीहरू पुरा थाकेछु, एकछिन रेस्ट गर्छु। फेरि आगे भिडियोमा भेटौँला तपाईहरुलाई। हेलो साथीहरु, हामीहरू आराम गरे हल्का फुल्का आएर। आवाज पनि कस्तो भयो चिसोले। अनि हामीहरू हल्का यता मनालीमा लोकल मार्केट जाने भनेर रेडी भइसके। यता वैष्णवी रेडी भइसक्यो, म रेडी भएँ, यता दिपेश रेडी भइसक्यो। अब हामीहरू हल्का यता लोकल मार्केटहरु घुम्ने। हेर्दै गर्नु, चल्नु तपाईहरु नि मेरो साथ। यस्तै हेर्दै गर्नु मेरो भिडियोलाई। अनि हामीले के लगाएको छु हेर्नु त। पुरा थुप्रै कपडाहरु लगाएको छु हामीले। अनि भइसु हाम्रो रुम हेर्नु नि, यहाँ पुरा बिग्रेछ। कपडा कपडा भएको छ। यो हो मेरो आजको लुक। यो स्वेटर मेरो मिन्त्रादेखि, अनि यो प्यान्ट फ्लिपकार्टदेखि। सो दामी छ, कम्फर्टेबल स्वेटर नि कस्तो दामी बनेछ यो। खै वैष्णवीले? वा वैष्णवीको नि यस्तो दामी। खै दिपेश? ए दिपेश पनि दामी रेडी भएछ। जाउँ अब जाउँ। अब हामी निस्केको साथीहरु। हेर्दै गर्नु, अझै दामी दामी भिडियोहरु आने छ। हेर्दै गर्नु। यहाँ देखाउँला तपाईहरुलाई लोकल मार्केट कस्तो छ यहाँ मनालीको हैन। जाउँ भयो। पर्सहरु लियो ल। यहाँको लोकल मार्केट चाहिँ यस्तो रहेछ।
नो पार्किङ अरे। कस्तो रमाइलो के नि। यो मनालीको मल रोड कस्तो मजाको हेर्नु। कहाँ यहाँ चाहिँ थुप्रै मान्छेहरू कस्तो लाग्यो मजा आएछ। ए यो फ्रिजहरूमा टाङ्ने के नामहरू लेखाएर आफ्नो आफ्नो म चाहिँ बोल्दै रहेछु यिनीहरू चाहिँ आइज त्यसमा नामहरू लेखाएर के त्यसमा नामहरू लेखाएर अनि उयो गर्छ क्या यस्तो रहेछ। सेम उयो के सिक्किमको उयो के अरे गान्तोकको के अरे के बजार अरे गान्तोकको के बजार अरे बाबा। अच्छा एमजी मार्ट जस्तो सेम गान्तोकको एमजी मार्ट जस्तो छ सेम। कस्तो मजाको मान्छे यता लोकल दुकानहरू कस्तो राम्रो पापाले हुन्छ कस्तो खतरनाक देखेको। कस्तो राम्रो कस्तो दामी। साथीहरू रात पर्नु लाग्यो। मैले त पुरा महँगो छ टुरिस्ट एरिया भएर होला। मैले चाहिँ हिमाचली सल किने एउटा अन्त केही किनेको छैन अहिलेसम्म। साह्रै महँगो टुरिस्ट एरिया भएर नि होला। पानी पनि पर्दैछ अलिअलि सिमसिम। मौसम चाहिँ ठिकै छ हिँड्दा। जाडो त जाडो छ। यहाँ चाहिँ चाय कफी यहाँ चाहिँ मोमो बिरयानी सिड्डुहरू के पाउने रहेछ। वैष्णवी के खाएको वैष्णवीले चाहिँ यहाँ तातो तातो मोमो खाँदैछ। हाम्रो चाहिँ त्यहाँ खै यता हट्नु त एकछिन। हाम्रो चाहिँ त्यहाँ चाय कफी बन्दैछ। जाडो भयो। चॉकलेट कॉफी है। थैंक यू भैया। वैसुको चॉकलेट कॉफी लिनुहोस् मैडम। वाह यहाँ यसो गर्दा चियर्स गर्दा चियर्स गर्नु यसो यसमा। ये हेलो मेरो चाहिँ त रेस्टुरेन्टमा आएको छु भोक लागेर। वैष्णवी के खान्छ? म थुक्पा खाने हो। पिज्जा अरे पिज्जाहरू तर थुक्पा जाडोमा मिठो हुन्छ। कस्तो रमाइलो के नि तर मेरो कानको मेरो यस्तो दामी देखेको चिकन थुक्पा आयो हाम्रो।
हेर्दा त कस्तो दामी देखिरहेछ। जाडोमा तातो तातो चिकन थुक्पा मजा आयो। तपाईँहरू नि आएपछि चिकन थुक्पा चाहिँ ट्राई गर्नु है। गाइज हामी फर्केको होटल। अब आफ्नो यता पुरा पानी पर्यो झन् जाडो भयो भनेपछि झन् जाडो हुनु थाल्यो। अटोमेटिक गाला रातो हुनु थाल्यो चिसोले। पानी परेर त अझै चिसो हुनु थाल्यो। अब गएको रातिको अलिकति भ्यू हेरिहाल्नु। यता राति कस्तो दामी देख्छ। राति यस्तो दामी देख्ने रहेछ, यस्तो मजाको। सानो सानो दुकानहरू सब जग्गा। हाम्रो रेस्टुरेन्ट हामी बसेको होटल चाहिँ यो गुरुद्वाराको यतादेखि जानुपर्ने रहेछ चढेर। यता होटल ली ग्रिनको बगलमा छेउमा हाम्रो होटल। यहाँ थाके चढेर यहाँ चढाइरहेछ। ल गाइज आजको लागि यति नै। अनि यसो कस्तो धुवा निक्लेको गर्दा हाम्रो मुखबाट। गाइज आजको लागि यति नै। भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु नभुल्नु होला। नयाँ हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्। ल बाई। आजको लागि यति नै। बाई गर्दैछु। बाई।